छमाछम मायालुको घरैमा बसेछु दिलदारकी जोइलाई अलिअलि गफ गरेछु। यो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै र एकदमै फिट एन्ड फाइन छु। आज अवसर धेरै दिनपछि भ्लग बनाउनु लागेको। कहिलेदेखि भ्लग रेगुलर भन्दा पनि 1-2 दिन ग्याप गरेर डेली भ्लग हाल्ने कोसिस गर्छु, सक्दो कोसिस गर्छु। आज स्कुल बिदा छ नि आजभोलि चाहिँ पक्राएर अनि चाहिँ अब चाहिँ नदी जान्छु। नदी बगान जान्छ हाल्नु पर्ने हुन्छ दाइहरू मिलेर हाल्नु पर्ने हुन्छ। आज चाहिँ गएर माछा नदीमा भन्न चाहन्छु। नदी पुगेपछि भेट्दा बाहिर चाहिँ गइसकेको थिएँ चाहिँ भर्खर अनि अब चाहिँ म जान आएको नदी पुगेपछि आएर ग्यास अहिले चाहिँ म नदीमा पनि आइसकेको छु। दामी पारामा गाडी बगेर आएको छु नि। अहिले चाहिँ म यता फाल्नुपर्ने हुन्छ, यताबाट दिनुपर्ने हुन्छ। दामी पारामा केटाहरू चाहिँ यता बसिरहेको छन्। यता चाहिँ जाल ग्यास जल चाहिँ हामी फेरि पकाउनु पर्ने हुन्छ। दामी पारामा जाल चाहिँ फेर्न आइसकेको छ। ल ल ल दुईजनाले पकाउनु पर्ने हुन्छ। ल दिनु त भिडियो बनाएँ यहाँबाट आइबिपी हेर्न सक्नुहुन्छ गाइस बारीमा जाल उता एउटा पुगर्दै एउटा सकिँदै होइन। अनि एउटा नि यता भ्लगर छ गाइस अनि अर्को बिपी छ टक्क ल्याएर। अब सुमन भ्लगले अब गर्छ होइन गाइस, अब बगाउनेवाला छ गाइस। अर्को यता छ गाइस। ओ सौगात लुक्स त बवाल छ नि त गाइस पनि बवाल छ न। हेर्न सक्नुहुन्छ अब जाल बगेर छ। कत्रो माछा पर्ने हो थाहा छैन। रिएक्सन हेर्न सक्नुहुन्छ गाइस। सबजना टक्क लाएर यता बसिरहन्। टक्क लाएर आज सुमन भ्लगले हेर्न सक्नुहुन्छ गाइस। जाल हेर्न सक्नुहुन्छ गाइस होइन। यता बिपीले गुथिरहेछ गाइस। अक्को यता जनक्दै भन्ने अनि यस्तो आफ्नै पारामा बसिरहन् गाइस। हेर न गाइस यार आफू मालिक भएर यार आमा भाइले यार नोकर बनाइदिरहन् यार गाइस। ल अब सबिन्दाले मात्रै गर्छ न गाइस। अब सबिन्दाले त्यताबाट छोड्ने अब यताबाट बगाउने होइन गाइस। अब जाल हेर्नु सक्नुहुन्छ कत्रो छ। अब माछा कत्रो पाइन्छ सुमन भ्लगले न गाइस। अब हाँसिरहेको छु 1 नम्बरको दिलदार। हेलो 2 शब्द राख्न। जालसाल अड्कियो भने चाहिँ अब मजा आउने हुन्छ गाइस। सुमन भ्लगले आज बाउत पनि हाल्ने हुन्छ। एउटा तलते दिलदारले पनि हाल्छ, एउटा सवरले पनि हाल्छ, बिपीले पनि हाल्छ। अब त कति मजा आउने हो थाहा छैन। अब राखिसकेको छ गाइस अनि फर्ममा आइसकेको छ। एउटा फर्ममा आइसकेको छ गाइस मस्त पाराले। ल अब जाल बगाउनु गयो गाइस। जाल बगाउन आँटिसक्यो गाइस। सौगात बम शब्द हाल्ने सौगात स्याट सस्तो गाइस। बिपी पनि
डेडी भनेर आयो त अनि अब त्यति नै हो अब अनि यहाँ त माजल बगाउन लगाइरहन् के गर्ने हो थाहा छैन ल यहाँ त भ्लगरले अनि यस्तो जाल बगाइरहन् कि होइन अब दिलदार यहाँ त छ यस्तो र बोलेछ अनि त्यसलाई होइन गाली गर्नु होला गाइज ल अब बग्न लाग्यो है गाइज अब बग्न लाग्यो गाइज अब ल अब माजल बगाउँ 1 2 3 डगुर किन डगुर हेर्नु सक्नुहुन्छ गाइज हेर्नु सक्नुहुन्छ गाइज फेरि जाल बग्दैछ यता बग्दैछ गाइज अब त त्यस्तै हो गाइज मैले फाल्नुपर्ने हुन्छ गाइज सन्डेले यताबाट गइरहन् यताबाट सौगात झिसेर आएन किलो बोल्नु सबैले आज सौगात किन दिलदार झिसेको दुई शब्द राख्न यार अब हामी टक्क खुलातिर नुहाउनु त पढ्नुपर्ने हुन्छ अब फेरि नुहाउनु पऱ्यो नि त नुहाइहाल्नुपर्छ नि यतादेखि अब ट्याक पारेर यस्तो ट्याक पारेर यता यसले हामी जहिले खप्पी गरेर राख गाइज मस्त पारेर ल है छम मायालुको घरैमा बसेछु दिलदारकी जोइलाई अलिअलि गफ गरेछु सौगात भएन गाई चाहिँ अब दोस्रो लाग्छ नत्र अब अर्को ठाउँ जानुपर्ने हुन्छ हेर्नु आएर त्यो जानुपर्ने हुन्छ छि पर्छ नि यही त झ्याउ लाग्छ यार तपाईँलाई अब फेरि नेक्स्ट फ्लोरमा जानुपर्ने हुन्छ तल अब नेक्स्ट हालेर त्यहाँबाट टेल्काउ कुलाउँछु अनि तल जानुपर्ने हुन्छ अब चाहिँ एकछिन तल भेट्नुपर्ने हुन्छ चाहिँ हामीले फेरि हालेर पनि सके भनौँ हामीले हालेर अब फेरि यहीँ आएको तल माछा परेन र यहीँ आएको फेरि अब फेरि यहीँ हाल्छौँ 5 बजीसम्म पऱ्यो भने चाहिँ यहीँ बस्ने अब खाने इन्जोय गर्ने परेन भने चाहिँ के गर्ने त अब घर चलिदिनु पर्ने हुन्छ टक लगाएर जालसाल बनाइरहेको छन् पारि चाहिँ उता चाहिँ दान पारामा देख्न सक्नुहुन्छ चट्ट लगाएर अनि चाहिँ बिपिरोमा चाहिँ हिँड्छु बिपिरोमा मात्रै हल चाहिँ टक लगाएर अब चाहिँ फेरि यहीँ हाल्नुपर्ने हुन्छ पऱ्यो भने चाहिँ यहीँ बसेर खानुपर्ने हुन्छ इन्जोय गरेर पऱ्यो भने चाहिँ चल्नुपर्ने हुन्छ ल कि तपाईँले के गर्नुहुन्छ त्यो गरिरहेको छु अहिले पऱ्यो भने चाहिँ परेन भने चाहिँ त्यही त्यो गाई यस्तो त्यो खानालाई चाहिँ रेडी भइसकेको छ यताबाट पनि उताबाट पनि सम्बन्धको लागि रेडी भइसकेको छ दामी पारामा अब चाहिँ हामी यो खोलामा हाल्छौँ फेरि एक लट बगाउँछु सर भएर अब के कस्तो हुन्छ तपाईँहरूलाई हामी भन्नु दिन्छौँ माछा पऱ्यो भने चाहिँ हामी चाहिँ गाई त्यस्तो वाल हमला गर्नुपर्ने हुन्छ माछा परेन भने चाहिँ के गर्ने त्यो सुन्नुपर्ने हुन्छ अब ग्यास अब चाहिँ एकछिन माछा परेपछि मात्रै फेरि म तपाईँलाई देखाउँछु फेरि म देखाउनु
ल गाइस सिधै अब पछि माछा पछि देखाउँछु न सिधै घर गएपछि भन्नुपर्छ ल बाई मर्निङ एभ्रिवान दिस इज द नेक्स्ट डे अल्सो नयाँ दिन मर्निङ भ्यू गाइस बिहानको दामी पारामा अल्सो हामी गाइजहरू दिल्ला लेक मजा पारिसकेको छ अब हेर्नु छैलोबाट हालेर रहेछ छैलो त एउटा माछा पारिसकेको छ भुकुत्ती गइरहेछ हिँड्नु गाइज त्यही यो गाइज माछा के पढाउन होइन हामी घरतिर गरिदिनु गएको आज पुग्यो दिन भइरहेको दिउँसो पनि परेन अहिले पनि परेन भने यस्तो लामो जस्तो छेउ लागिरहेको छ पछि हामी घर जान्छु दामी भइरहेको छ वेदर पनि दिउँसँग हुन्छ यस्तो दामी छ कि वेदर पनि दिउँसँग हुन्छ चट्ट गाउँ चाहिँ हाम्रो माथि त्यहाँ छ चट्ट लगाएर अब हामी हाम्रो घर जानुपर्ने हुन्छ घर गएर के त्यस्तो छ ग्याज अब चाहिँ घर गएर घर जानुपर्ने हुन्छ आजको ब्लग चाहिँ म यहीँ इन्ड गरिदिन्छु फर वाचिङ दिस भिडियो डोन्ट फर्गेट लाइक एन्ड सब्सक्राइब इन द बेल आइकन आज यति भन्दै म बिदा हुन चाहन्छु हस्त बाई